साथीहरु आज चाहिँ हामी यहाँ जस्को भन्ने मार्केट आएको छौँ। म र मेरो साथी भएर माछा किन्नलाई आएको छौँ। अनि हामी चाहिँ यहाँ साथीलाई चाहिँ यो जस्को मार्केट चाहिँ कस्तो लाग्यो भनेर सोध्दैछु। युवराजजी तपाईँलाई स्वागत छ मेरो ब्लगमा। धन्यवाद। अनि तपाईँलाई यो जस्को भन्ने मार्केट चाहिँ कस्तो लाग्यो? यो चाहिँ मेरो सी फुडमा फर्स्ट टाइम हो होइन। यो चाहिँ एकदमै ठुलो रहेछ। यहाँ चाहिँ सी फुड लगभग सबै भेराइटीको सी फुड्सहरू पाउँदो रहेछ यहाँ चाहिँ। अनि यहाँ चाहिँ माछा मात्र नभएर फ्रगहरू, अनि त्यस पछाडि अनि यो कछुवा होइन, हजुर कछुवा हो। अनि त्यस पछाडि यहाँ फ्रगहरू यो चाहिँ हामीलाई देख्दाखेरि एकदमै घिन लाग्छ, तर यहाँका मान्छेहरूले चाहिँ एकदमै मजाले फ्राई गरेर एकदम यसको चाहिँ थाईदेखि लिएर यसको बेसदेखि लिएर टुक्का बनाएर सब मजाले फ्राई गरेर खाना रहेछन् होइन। अनि हाम्रो यहाँ आइटम्सहरू चाहिँ टन्नै छ होइन। जस्तै यो श्रिम्पहरू पनि छ। यो चाहिँ हाम्रो यो सी फुड पाउनेवाला हो। सालमन पनि पाउँछ यहाँ, सालमनहरू। त्यसपछि हामीले चाहिँ माछा यति आज हामीले $35 को माछा किन्यौँ होइन। यहाँ प्राइस छ। हामीले चाहिँ क्याटफिस किन्यौँ। यो क्याटफिस चाहिँ 4.29 पर एलबी रहेछ। हामीले चाहिँ यो मरेको भन्दा पनि अलि जिउँदै खाउँ भनेर। नेपाली पर्यो होइन, मरेकोमा खासै विश्वास गरिन्न, जिउँदैमा विश्वास गरिन्छ। त्यही भएर चाहिँ जिउँदो लाने विचार गरियो यहाँ टन्नै। अनि अरू पनि टन्नै सी फुडहरू पाउँछ यहाँ चाहिँ। फ्रोजन पनि छ। अनि यो मार्केट चाहिँ जस्को भन्ने मार्केट चाहिँ चाइनिज मार्केट हो। यहाँ चाहिँ धेरै जसो चाइनिज पिपुलहरू चाहिँ आउने गर्नुहुन्छ। यहाँ चाहिँ यत्रो लामो लामो के जातको माछा होला है यो? यत्रो लामो लामो टुना फिस टाइपको पनि छ नि यहाँ हेर्नु। यहाँ चाहिँ फेरि काटेर राखेर टक्क पिस कस्तो महँगो छ नि यो त। 2 पिसको 32.75 रहेछ। एकदमै महँगो रहेछ। अनि यहाँ टन्नै यहाँ धेरै आइटम्सहरू पाउँछ। अनि यहाँ चाहिँ गङ्गटाहरू पनि छ। क्र्याब्स। अनि यता जिउँदो गङ्गटाहरू पनि छ यहाँ चाहिँ टन्नै छ। माछाहरू जिउँदै छन् यहाँ। अब आज यो मार्केट टुर गरौँ न त। हाम्रो यो कार्ड चाहिँ यो हाल्ने कार्ड चाहिँ बोकेर आउनु पाएको भए सजिलो हुन्थ्यो होला है। होइन उता पाउँछ, उता कता हो लिन पाउँथ्यो। अब होइन ठिक छ, यहाँ कता पाउँछ कि उता छ बाहिरबाट लिएर आउँदा। अहिले बाहिर जाँदाखेरि पे गर्ने हो कि उता कार्ड छ। यसरी लिएर हिँड्ने हो र यो। अरू पनि तरकारी लानु छ कि उता बाहिर कार्ड छ लिएर आउँछ। बाहिर उता त्यो रातोवाला। अनि त्यसपछि यहाँ चाहिँ टन्न सामानहरू पाउने। खुर्सानी, काँक्रो, नेपालको जस्तै काँक्रो हेर्नु न, लोकल काँक्रोहरू। घिरौँला पनि छ। त्यसपछि गएर यो अर्को काँक्रो, टमाटर ठुलै बोकेर आएछ ल। त्यसपछि हामी के खाने? काँक्रो, लोकल काँक्रो खाने हो। कति छ यो? 1.59 पर एलबी रहेको छ। प्लास्टिक्स। ल आज मेरो साथीले चाहिँ यहाँ लोकल काँक्रो हाल्दै हुनुहुन्छ। 3टा जति हाल्यो हुन्छ होला। सानो अलि टक्क मिलाएर। त्यो पनि राम्रै छ त। नेपालको जस्तै है ठ्याक्कै। हुन्छ। अहिले टक्क त्यहाँ स्यालेड हुन्छ क्या माछासँग। त्यसपछि हामी अर्को के लिएर जान्छौँ त? यहाँ राम्रो चाहिँ एउटा काउली पाउँछ। काउली चाहिँ नेपालको जस्तै तर टक्क फुर्र बनेको काउलीहरू पाउँछ यहाँ चाहिँ। अब यहाँ हेर्नु न, यो मकै पनि के हो? यो मकै उमारेको यस्तो पनि खान्छ। त्यसपछि यहाँ लसुनहरू छोडाएर राखेको छ। अनि यो मार्केटहरूमा चाहिँ
यो घिउ सिमी पनि रहेछ यहाँ, घिउ सिमी। त्यसपछि गएर सागहरू, टन्नै आइटम्सको सागहरू छ यहाँ चाहिँ। त्यसपछि हामीले लाइन्छ, के लाइन्छ त हामीले ब्रोकली लानुपर्ने छ। ब्रोकली कति धेरै आइटमको सागहरू है यो। लास्टै सस्तो पाउँछ नि यो सागहरू यहाँ। यो पनि एउटा हालौँ क्या हो। यो चोय भनेको छ, अब के हो बुझिन्न यो के हो। हेर्दाखेरि हामीले चिनेको जस्तो साग भए त सजिलो हुन्थ्यो। अब नमिठो खालको रहेछ भने फेरि। यो ब्रोकली लैजाउँ। ब्रोकली चाहिँ एकदम त्यो अर्कै खालको ब्रोकली पाउँछ यहाँ, राम्रो खालको फर्र परेको वाला। त्यसपछि यतातिर हेर्नुभयो भने सकरखण्ड, रातो सेतो सकरखण्ड, यस्तो लाम्चे खालको सकरखण्ड। आलुहरू पनि फरक छ। अनि यो चाहिँ हाम्रो यो पिँडालु ल हेर्नुहोस्, पिँडालु पनि छ। पिँडालु चाहिँ मलाई खासै मन पर्दैन भन्नाले, मन त पर्छ तर कोक्याउने खालको। पिँडालु पनि ठुल्ठुलो खालको पनि पाउँछ। त्यसपछि यहाँ आएर यो पुदिनाहरू पनि बोटै रहेछ यो पुदिनाको चाहिँ, फर्सी। त्यसपछि गएर मकैहरू यस्तो यहाँ छोडाएर राख्नुभएको छ। अनि यहाँ चाहिँ मटनहरू पनि पाउँछ, बिफहरू टन्नै आइटमहरू छ। अनि यो हेर्नु न, यो सानो अन्डाहरू के को अन्डा हो यो। यहाँ नपाउने चिजहरू चाहिँ केही पनि छैन लगभग सबै कुरा पाउने देखिन्छ यहाँ। अरू के लानु त? कम्प्लिट ग्रोसरी मार्केट हो। अनि यहाँ यो सबभन्दा राम्रो चाहिँ यहाँको फुजी एप्पल हो। फुजी एप्पल चाहिँ 2टा जति चाहिँ हाल्न पाए हुन्थ्यो, तर 2.19 LB को रहेछ, महँगो खालको। अब यो चाहिँ हेर्ने मात्रै आजलाई। घरमै स्याउ खाइँदैन आजकल, स्याउ धेरै खाएर चाहिँ। स्याउ पनि आइटम छ, यो 10-12 थरीको स्याउहरू। यो चाहिँ नेपालको जस्तै सुन्तला हुन चाहिँ, तर मलाई लान मन छैन कि यो त्यति धेरै रहेछ। सुन्तला छ तर यो ठ्याक्कै नेपालको जस्तो फिल आउँछ क्या। अरू यतातिर के छ त? यो चाहिँ आलु पखडा हो, तर यो ठुलो खालको आलु पखडा रहेछ। यो लान मन छैन मलाई। त्यसपछि गएर यो चाहिँ नास्पाती र स्याउलाई चाहिँ मिक्स गरेर जेनेटिकली मोडिफाई गरेको सुगर पियर पनि भन्छ यसलाई। यो छ यहाँ। हामी यता निस्किन्छौँ, हामी अरू सामानहरू पनि छ यहाँ टन्नै लानुपर्ने। त्यसपछि कस्तो लागिरहेछ त हाम्रो युवराजीलाई, कस्तो लागिरहेछ? क्वाइट इम्प्रेस्ड होइन। अब यो मलाई चाहिँ सुरुमा चाहिँ फिस मार्केट मात्रै होला भन्ने सोच्नु भएको थियो, तर चाहिँ कम्प्लिट ग्रोसरी मार्केट रहेछ होइन। सो आइ एम क्वाइट इम्प्रेस्ड। सो म चाहिँ अब बेला बेलामा भिजिट गर्दैछु। यो ठाउँमा चाहिँ आइरहनु पर्ने देखियो नि त। आफैमा फिसको फ्यान नि हो होइन। अनि त्यस पछाडि म चाहिँ अब वालमार्टहरू त्यताबाट गएर फिसहरू खान्थेँ, तर यो चाहिँ यो फिस मार्केट चाहिँ यहाँ चाहिँ लाइभ फिस पाउने भएर पनि राम्रो। अनि फेरि ठ्याक्कै नेपालको जस्तै गरेर काटेर दिने होइन, सबै क्लिन गरेर कुन साइजको मनपर्छ, कति एलबी लिएर जाने भन्ने कुरा चाहिँ एकदमै हाइजेनिक वेमा चाहिँ काटेर दिने भएको कारणले पनि म एकदमै योबाट चाहिँ इम्प्रेस भएँ होइन। आई रिक्वेस्ट, आई सजेस्ट अल अफ यु टु कम हियर एन्ड देन बाई सम फिस, सम सी फुड्स। यो हाम्रो चाहिँ मार्केटिङ गरेको जस्तो भयो होइन, तर ठिक छ। म चाहिँ यहाँ अहिले केही सामानहरू होम अप्लायन्सेसहरू लाने भनेर सोचेर यहाँ आएको छु। मलाई चाहिएको चाहिँ ठ्याक्कै दिमागमा चाहिँ केही छैन, तर यसो हेर्दाखेरि चाहिँ यो चाहिँ भेटेँ है भन्ने भयो भने चाहिँ लान सजिलो हुन्छ। एउटा स्कुप लानुपर्ने थियो आइसक्रिम निकाल्नको लागि, तर योभन्दा अलि राम्रो खालको हो। अर्को स्कुप भएन भने पनि एउटा चिम्टी पनि चाहिएको थियो, तर ठिकै छ अहिले यहाँ देखिएन। हरेक कुराहरू चाहिँ यहाँ बाँसको पनि हेरौँ न अब कस्तो आइटम्सहरू चाहिँ बाँसको छ। टिफिन बक्सहरू पनि राम्रो छ यहाँ, पानी खाने भाँडोहरूदेखि लिएर गएर। त्यो बोतलहरू त चाहिएको छैन है, त्यस्तो खानुपर्ने कुरा त। ठिक छ ल, हामीसँग धेरै नै सामानहरू छ, तर
यसो हेर्दाखेरि केही चाहिएको रहेछ भने चाहिँ सजिलो हुन्छ कि भन्ने कुरा यो कप चाहिँ राम्रो रहेछ तर मलाई चाहिएको छैन अहिले ल अब निस्कौँ होला है त्यसो भए ल आजको हाम्रो यो चाइनिज मार्केट जसको ब्लग चाहिँ यहीँ समाप्त हुँदैछ अन्तमा केही भन्न चाहनुहुन्छ अब चाहिँ हामी चेकआउट गर्दैछौँ होइन एकदमै राम्रो यो हाम्रो सपिङ भयो अहिले चाहिँ खासै हामीले धेरै त लिगिएन होइन तर धेरै सामानहरू हामी अन्तै किनिन्छ टार्गेट माछा थियो माछा मात्रै थियो त्यही पनि हामीले चाहिँ आएको बेलामा चाहिँ एउटा हामीले ब्रोकली पनि किनौँ त्यसपछि अब हामी लाग्दैछौँ है त हस्